नेपाल राष्ट्रका निर्माता एवं एकताको धरोहर श्री 5 परमहाराज धीराज पृथ्वीनारायण शाहको स्मृति एवं राष्ट्रिय एकता दिवसको यो अवसरमा हामी मौसुफ प्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्नका साथै नेपाली जनमा मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। मौसुफको मार्गदर्शनलाई हामीले आत्मसात गर्दै तदनुरूप व्यवहार गर्नु सक्यौँ भने नेपाललाई अनन्तकालसम्म कसैको छायाले नभेट्ने विश्वास हामीले गरेका छौँ। देश रक्षा र देश समृद्धिको सम्पूर्ण दर्शन बडामहाराज धीराजबाट बक्सेको दिव्य उपदेशबाट लिन सकिने अवस्था रहँदै हामी मध्येकै कतिपय दाजुभाइ दिदीबहिनी किन परायाद्वारा सृजित वाद र विवादको चक्रव्यूहमा फसिरहेका हुन्, हामी सबैले आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसले हामी सबैमा यस्तो दिव्य प्रेरणा प्रदान गरोस्। जय नेपाल।